नमस्ते सम्पूर्ण मेरो नेपाली परिवारहरुमा देशको हाल त यस्तै हो तपाईहरुको हाल चाहिँ सही रहोस् भन्ने आशा राखेकी छु। म खासै पोलिटिक्सको बारेमा बोल्ने मान्छे हैन तर नेपाली पासपोर्ट बोकेर विदेश हिँडेको मान्छे अलिकति के कुरा त भन्न मन लाग्छ देशमा यस्तो हुँदाखेरि। आज मैले टिकटक हेर्दाखेरि एउटा भिडियो देखेँ त्यहाँ चाहिँ एउटा महानुभावले भन्नुभएको रहेछ प्रथममा हामीले देश बनाउनको लागि विदेश भएका जति पनि नेपालीहरु छन् नेपाल भित्राउनु पर्यो। भित्राउनै पर्दैन कसैले चाहे राजाले होस् चाहे लोकतन्त्रले होस् बाटो देखाइदिनु पर्यो। आएर गर्ने के घरमा बसेर या सडकमा उत्रेर त देश बन्दैन। यी आज सडकमा उत्रेको आन्दोलन गर्ने मान्छेहरु उनीहरुले पनि के सोचेर राजाले उ देश बचाऊ भन्दै गोली खाएर मरे त्यसरी त हुँदैन। अनि आएर गर्ने के व्यवसाय गर्ने त ढंगको केही छैन। अलिअलि पैसाले हुँदैन बाटो त्यस्तै हुनु पर्यो। जागिर खाँदाखेरि यो स्यालेरी त चल्दैन यति स्यालेरीले भन्न पनि लाज लाग्छ त्यहाँको स्यालेरी त। कमसे कम आफ्नो परिवारसँग बसेर परिवारको खर्च उठाएर भोलिको दिनमा हस्पिटलमा भर्ना हुँदाखेरि बिरामी पर्दाखेरि दुःखमा हामीले खर्च अफोर्ड गर्न सक्नु पर्यो। त्यो स्यालेरीले सकिँदैन नि। कसैको ढोका ढकढकाउनु नपरोस् र चन्दा माग्नु नपरोस्। हामीले त्यही एउटा चाहेको हुन्छौं धेरै स्यालेरी हामीलाई लग्जरियस लाइफ पनि चाहिएको छैन आफ्नो देशमा बसेर। अहिले यति सुविधा भइदिए हामीले मान्छे अहिले भट्टाभटी 12 पढेर के गर्छौ म विदेश जान्छु कोरियन भाषा सिक्छु यस्तो सिक्छु सबै अहिले हजारौं अहिलेको युवाहरु छन् जति पनि उनीहरुको अहिले प्लानै छ विदेश सबै। अनि कति जनालाई तपाईहरुले निकाल्नुहुन्छ कति जनालाई तपाईहरुले बाटो देखाउनुहुन्छ जागिर दिने र त्यो मात्र नभएर कति कानुनहरु जस्तै छोरी चेलीको कुरा गरौं खुल्लम खुल्ला बलात्कार खुल्लम खुल्ला मर्डर जस्टिस पाइँदैन आन्दोलनमा फेरि उत्रिनै पर्छ। के को कानुन त्यो आन्दोलनमा जबसम्म उत्रिँदैन जब पुलिस थानामा जाँदाखेरि एउटा केस फाइल हुँदैन भने कानुन बनाउनुस् न हामी आफै आउँछौं। मलाई कस्तो चित्त नबुझेको कुरो यो कुरो पहिला देश बनाउनुस् कानुन बनाउनुस् सही लाग्ने हामी आफै आएर बाटो खोज्छौं त्यति गरिदिनुस्। गर्ने तिमीहरु बोलेर हुन्छ तिमीहरु बाहिर छौ भन्ने होइन बसेका छन् त अब भित्र हामीलाई त जानै दिदैनन्। पढी लेखेर पद पाकाहरु बनाउन कानुन हामी त फलो गर्ने हो। हामी नेपाली कहिले नझुक्ने अर्काको गुलामी नगर्ने अहिले त्यही गरिराख्नु परेको छ। राष्ट्रगानमा भएर मात्र के गर्नु शब्दमा भएर मात्र के गर्नु नेपाली कहिले झुक्दैन भनेर झुक्नु परेको छ। अहिले इज्जत त खायो खायो इन्डियन न्यूज बनाएर वहाँ टीआरपी बढाइसक्यो। अब नेक्स्ट बंगलादेश भन्छन् कतिसम्म धब्बा लागिरहेको छ थाहा छैन। यो भन्दा शब्द केही छैन कति के भन्नु 1 घण्टाको ब्लगै भन्छ होला बनायो भने त। यो मेरो मात्र कुरा हैन यो लाखौं विदेशीहरुको कुरा हो। छिटै नयाँ कानुन बनोस् छिटै देश प्रगति होस् यही हो हामीले हेर्न चाहने। धन्यवाद। जय नेपाल।